विराटनगरको महेन्द्र चोकबाट झण्डै 10 किलोमिटर पूर्वमा रहेको बुधनगर 2 मा एउटै समयमा एक अजङ्गको कालो सर्प देखिन थालेपछि सर्वसाधारण काम छाडेर सर्प हेर्न जान थालेका छन्। राजवंशी समुदायको बाहुल्यता रहेको यस ठाउँमा सर्प हेर्नकै लागि दैनिक सयौंको संख्यामा मानिसहरूको भीड़ लाग्ने गरेको छ। गएको 2 महिनादेखि गाउँको चौरमा एउटा कालो रंगको सर्पले स्थायी रूपमा बास गर्न थालेपछि सर्प हेर्न सर्वसाधारण आउने गरेका हुन्। स्थानीय प्रदीप विश्वासको खेतमा रहेको एउटा प्वाल भित्र सो सर्पले बास लिएको छ। सो सर्प दैनिक दिउँसो 12 बजे र 3 बजे प्वालबाट निस्किने र झण्डै 40 मिनट बाहिर बसेर फेरि प्वालमै पस्ने गरेको छ। सो क्रममा सर्प हेर्न भनेर नजिकै जानेहरूलाई समेत सर्पले आक्रमण नगर्ने गरेको स्थानीयले बताएका छन्। आफूले अहिलेसम्म देखेको सर्पहरू भन्दा यो सर्प भिन्दै प्रकारको रहेको स्थानीय ओमकार राजवंशीको भनाइ छ। कसो छ भन्दाखेरि यो सर्प अहिलेसम्म मेरो उमेर चाहिँ आफ्नो 40 वर्ष भयो र म मेरो घर अगाडि पछाडि जुन छ नि धेरै जंगल वनहरू छन् त्यहाँ देखेको सर्प मध्ये अहिलेसम्मको मैले देखेको सर्प मध्ये यो भिन्न सर्प छ। कसरी भन्दाखेरि यो सर्प लगभग 2.5 हात लगभग 3 फिटको जतिको छ। 2.5-3 फिटको यसको घाँटीमा दुईटा हँसली भन्ने हुन्छ नि, घाँटीमा लाउँछ नि महिलाहरू गाउँघरको, त्यो हँसली जस्तो दुईटा पहेँलो दाग छ। सुरुमा स्थानीयले वास्ता नगरे पनि पछिल्लो समय निर्धारित समयमै सर्प देखिने हल्ला फैलिएपछि अहिले मोरङ सहित भारतका विभिन्न गाविसहरूबाट सर्प हेर्नेहरूको दैनिक भीड़ लाग्ने गरेको छ। नाग पूजाहरू गर्ने चलन छ। अब यो भिन्न खालको र यसको अवस्था हेर्दाखेरि चाहिँ यो ठाउँबाट चाहिँ एउटा साधारण सर्प भएको यतिका दिनसम्म चाहिँ बस्दैन थियो होला हैन, तर 3 महिनासम्म बस्नु र एउटै ठाउँमा बस्नु र सबैले एकदमै समयमा निस्किनु र आधी घण्टासम्म बसेर दर्शन दिएर पछि जानु र दुध सेवन गर्नु र लाभा हुन्छ, हामी लाभा चढाउँछौँ त्यो नाग-नागिनहरूलाई, नाग देवताहरूलाई, त्यो पनि सेवन गर्नु भन्दाखेरि चाहिँ हामीले यसलाई चाहिँ एउटा देवताको रूपमा चाहिँ प्रतीकको रूपमा लिएका छौँ। अनि यहाँका जनताहरूले चाहिँ त्यो सर्पलाई भगवान मानेर देवता मानेर दैनिक पूजा अर्चना गर्ने यहाँ सिस्टम बसेको छ। म पनि आज पहिलो दर्शन अभिलाषी भएँ। आज पहिलो पटक मैले हेरेँ। यो मलाई पनि एउटा आश्चर्य लागिरहेछ। एउटा दैनिक रूपमा सर्वसाधारणको भीड़ लाग्न थालेपछि अहिले सो क्षेत्रलाई घेराबेरा गरिएको छ भने नजिकै दान पेटिका समेत राखिएको छ। संकलन भएको रकमलाई छुट्टै बैंक खातामा राख्ने र सो ठाउँमा अष्टजाम कीर्तनको आयोजना गरिने स्थानीयको भनाइ छ। यस्तै सो ठाउँमा नाग देवताको मन्दिर निर्माणका लागि जग्गा धनीसँग कुरा भइरहेको स्थानीयले बताएका छन्। राजवंशी समुदायमा नाग पञ्चमीको समयमा सर्पलाई विषहरा देवीको रूपमा पूजा गर्ने चलन रहेकाले समेत सिङ्गो गाउँवासी सो सर्पको संरक्षणमा जुटेका छन्। मकालु समाचारका लागि नवीन कर्णको रिपोर्ट।